समयमा कहिले चाहिँ सक्छन् मलाई थाहा छैन। सो आजको दिनमा हामी सबैजना चाहिँ आन्दोलनलाई एउटा चरणबाट अर्को चरणमा पुर्याउनु भने चुनाव नै हो। हरेक प्रकारका मान्छे, हरेक प्रकारका जेनजी, हरेक उमेर समूह जसले चाहिँ एउटा सकारात्मक परिवर्तनको, एउटा समृद्ध नेपालको चाहिँ अपेक्षा गरेका छन्, सबैजना सँगै आउनै पर्छ हैन। अब आजको दिनमा रक्षा पनि आयो, रिजन जस्तै अरू जुन जुन जेनजीको टिमहरू हुनुहुन्थ्यो जसले चाहिँ अब एक हिसाबले ल अस्तित्व हुनुपर्छ, सबैजना आएर चाहिँ अब यो कुरा आजको दिनमा सँगै नभए विकल्प छैन। एउटा अभिभावकको भूमिका निर्वाह गरिदिनको लागि बालिन दाइ मात्र होइन, अरू जो पनि पोलिटिकल फिगर्सहरू हुनुहुन्छ जसमा चाहिँ जो प्रति हाम्रो आश थियो, जस्तै रवि दाइ अर्को फिगर हुनुहुन्छ होला वा अरू कुनै फिगर्स हुनुहुन्छ, हर्क दाइ हुनुहुन्न होला। यो अवसर होइन, यो परिस्थिति हो। परिस्थितिको लागि तपाईँहरूसँगै आउनै पर्छ भन्ने हो होइन। हामी त्यो कुरामा अडिग छौँ। अब त्यसमा कतिजना चाहिँ यो हाम्रो निमन्त्रणा भनौँ कि के भनौँ, यसलाई स्वीकारेर कतिजना आइदिनुहुन्छ, एउटै ठाउँमा आएर उभिदिनुहुन्छ भन्ने कुरा हो। अब यसमा आज जुन प्रकारको छलफल भयो सबै कुरा सकारात्मक नै थियो, पोजिटिभ नै थियो। सडकबाट पाउनुपर्ने उपलब्धि पाइसक्दा अब चुनावमा जानको लागि चाहिँ उहाँहरूको साइडबाट जुन भूमिका निर्वाह गर्नुपर्ने त्यो भूमिका निर्वाह गरिदिनुहोस् भन्ने हाम्रो आग्रह थियो। त्यो आग्रह आजको दिनमा अलिकति ढिलै भए पनि उहाँहरूले स्वीकारेर सँगै आइदिनु भएको छ। रवि दाइको सचिवालय, बालिन दाइको सचिवालय, कुलमान दाइको सचिवालय सबैतिर थियो। एउटा परिस्थितिले तय नगरेको भए चाहिँ सबैले आफ्नो तरिकाले आफ्नो पार्टी बनाउन र भोलिको दिनमा इलेक्टोरल अलायन्स बनाऊ, भोलिको दिनमा गठबन्धन गरौँला भन्नु सही हुन्थ्यो। तर आजको दिनमा राष्ट्रको निमित्त भएको कारणले चाहिँ सबैजना सँगै